कृष्णको नाममा सबलाई जय मसी। र आज हामी एउटा नयाँ ठाउँमा आएका छौँ र त्यो ठाउँ चाहिँ यस्तो छ है त, एकदमै दामी। त्यो चाहिँ एउटा सेकेन्ड मुस्ताङ भन्दो रहेछ होइन मान्छेहरूले चाहिँ। अनि यो चाहिँ त्यति मान्छेहरूलाई थाहा छैन यो ठाउँ चाहिँ। यहाँ चाहिँ अब हाम्रो चुलो बनाउने कार्यक्रम सुरु भइसकेको छ। दादाहरूले यहाँ चुलो बनाइसक्नु भएको छ है। अब यो चुलो बन्न साथ होइन निर्माण हुन साथ दादाहरूले चाहिँ अब हाम्रो दादाहरूले चाहिँ ओहो आयो है खजना आयो। खजना चाहिँ गर्मीले पिलात्तै भइसकेको है। अनि दादाहरू अनि यो 3 चुली बनाउने हो कि 2 चुली हो? यो 2 चुली हो। यताबाट चाहिँ आगो छिर्दिम अलिअलि अलिअलि उता ग्यापै राख्नुपर्छ। कस्तो चिसो हावा आएको है तिमीलाई फिल भयो नि त्यस्तो? एकदम चिसो हावा मलाई ऊ त्यो माथिबाटै आउँदै थाहा भयो क्या। टमाटरको पकाइ हुँदैछ टक्क लगाएर। यो एउटा मासु मात्रै चाहिँ किन पोलिरहेको है? टेस्ट गर्न ल, यो टेस्ट गर्न ल। अलिअलि ठिक छ हुन्छ नि त यार। स्टाइलै कडा छ है, सेकुवा पकाउने स्टाइलै कडा छ यहाँ। मेन सेफै हाम्रो यसमन दाइ हुनुहुन्छ होइन। सेकुवा पोल्ने काम जारी छ है यहाँ। बवाल छ ल फर्स्ट बाइट है। Under the boughs where the shadows play, the wind hums songs at the break of day, whispering pines, secrets untold, carrying tales only the forest holds. Moonlight spills through the velvet dark, etching patterns, leaving its mark. The roots stretch deep. यो काले कुकुर चाहिँ कहाँबाट आएर है यस्तो धुस्ते पारिदिइसकेको छ। पानी पर्यो नि त च्याउ हुन्छ नि। जङ्गल हिँड्ने मान्छे कस्तो हुँदाखेरि पानी पर्छ थाहा हुँदैन भने जङ्गली मान्छे हो नि त नि। जिन्दगीमा धेरै रूप देखे तर मुटु भित्र बस्ने तिमी मात्र भेटे। मैं एक्टिंग में आ जाना यार, यहाँ तक बर्बाद भइयो। हेलो गाइस, यहाँ कुकुर भुसनको तर टोकाटोक परेको छ कालेर कालेको। खाना राजा बन्द राख्दैन।
फाइनली हाम्रो केटाहरूले छुट्याइदिइसकेको छ। अब अँध्यारो भइसकेको छ है। बेलुका हुँदाको चाहिँ यस्तो यस्तो सिन हुँदो रहेछ यहाँ चाहिँ। ल यहाँ चाहिँ 2-3वटा घरहरू मात्रै छ अनि त्यसपछि अरू सब यस्तै फाँटहरू छ है। एकदमै रमाइलो रहेछ, चिसो चिसो ठाउँ। एकदमै जाडो भइसकेको छ। चियाको साथमा हामी हल्का चिसोलाई भगाउने कोसिस गर्दैछौँ। अब हामी एकैछिनमा हामी यहाँबाट छुट्नेछौँ। त दाजुभाइहरू पुरै चियाको सुर्का तान्दै हुनुहुन्छ, एकदमै मिठो सुर्का हुन्छ। अब चाहिँ हामी यहाँबाट लाग्दैछौँ है। यहाँबाट अब घरतर्फ लाग्दैछौँ। जतिजनाले भ्लग हेर्नुभयो अनि लाइक कमेन्ट सब्सक्राइब गर्नुहोला। र फेरि पनि हामी नयाँ ठाउँ गयो भने भ्लग बनाउने नै छ। र अन्तिमसम्म हेरिदिनु भएको निम्ति धन्यवाद। सबैलाई जय मसी, बाई बाई।